अहिले चाहिँ म छु कालिम्पोङमा। सो हाई एभ्रिवान, वेलकम टु माई एन्ड द मिनी भ्लग। अनि अहिले चाहिँ म कालिम्पोङ आएको छु दसैँको छुट्टीमा। अनि यो चाहिँ हो भिडियो हिजोको। अनि हिजो बेलुकाखेरि चाहिँ म, आन्टी अनि बहिनी चाहिँ बजारको लागि निस्केको थियौँ नाइटमा। अनि फाइनली हामी बजार पनि आइपुग्यौँ। धेरै दिन बादमा आएको कालिम्पोङ बजार पनि निकै चेन्ज भएछ। अनि त्यसको बादमा चाहिँ पुग्यौँ डम्बर चोक, सबैले चिन्नुहुन्छ। अनि त्यसपछि चाहिँ आयौँ हामी इन्डस्ट्रियल पार्क, आइपी पार्क अफ कालिम्पोङ। अनि हिजो चाहिँ एकदम क्राउड थियो आइपी पार्कमा। किन भन्दाखेरि चाहिँ हिजो चाहिँ कन्टेन्ट क्रिएटरहरू आउने थिएछ दार्जिलिङ कालिम्पोङकै। हो, हामी पनि त्यही प्रोग्रामको लागि अचानक आइपुग्यौँ। अनि फर्स्टमा चाहिँ आयो स्टार्स ओपन, वान अफ माई फेभरेट। त्यसपछि चाहिँ वान बाई वान गर्दै कन्टेन्ट क्रिएटरहरू आयो। अनि हामी चाहिँ खास मेन चाहिँ भक्ते भाइलाई हेर्न आएको थियो होइन। अनि त्यसकै लागि वेट गरिरहेको थियो। प्रायः क्राउड नै उसलाई नै पर्खिरहेको थियो, तर बोलाएको थिएन उसलाई चाहिँ। अनि त्यसपछि वान बाई वान एकदम सबै कन्टेन्ट क्रिएटरहरू आयो। त्यसपछि सबै पब्लिकहरू पनि इन्जोय गरिरहेको थियो, अनि हामी पनि। अनि फाइनली वेट गर्दा गर्दा चाहिँ राइजिङ बोइज एन्ड भक्ते भाइ आयो। स्पेसली त भक्ते भाइलाई हेर्नु आएको होइन। त्यसपछि रियलमा पनि ऊ चाहिँ एकदमै हाँस उठाउने, स्टेजमा गएर पनि त्यस्तो खालको रहेछ। अनि चाहिँ वी इन्जोय द लट। हजुर को मनपर्छ भन्छ विशेष कारण हाम्रो कालिम्पोङको आन्टीहरू क्या। अहिले त हाम्रो त यहाँनिर आन्टीले त जितिरहेको छ। त हिजो आजको 17-18 वर्षको त्यही होइन, आन्टीले सब फालिदिएछ, बिट गर्यो आन्टीले सुन्दै सकिन मनको कुरा लुकाइ बस्यो। आई लभ यु आन्टीज। फाइनली प्रोग्राम पनि एन्ड भयो। त्यसपछि चाहिँ हामी बाहिर निस्क्यौँ। त्यहाँदेखि बाहिर निस्किएर चाहिँ अलिअलि भोक पनि पुरा लागिसकेको थियो, अलिअलि खानेहरू खायौँ। अनि यता बाहिर पनि पूजाहरू चलिरहेको थियो। सो दिस मच फर टुडे, बाई बाई।